Hello, good morning everyone. सबैलाई नमस्ते. This is third episode of Jobless in Nepal and Start Cycling. स्वागत छ सबैजनालाई. आज म यो डिफ्रेन्ट रुटमा साइक्लिङ गर्दैछु अनि यति बेला बिहानको 5:30 बजिसकेको छ अनि मान्छेहरू बिस्तारै उठ्ने क्रम जारी छ र अहिले सनराइज पनि भइसकेको छैन अर्थात् घाम लागेको छैन भनौँ. तपाईले साइक्लिङ गर्न चाहनुहुन्छ भने बेस्ट टाइम भनेको बिहान 5 बजेदेखि लिएर 6 बजे भित्रमा, किनकि त्यसपछि घाम चाहिँ अलि चर्को हुन्छ. एन्ड सो दिस टाइम इज भेरी भेरी गुड फर साइक्लिङ. आउनुहोस् आज यो डिफ्रेन्ट रुटमा मैले साइक्लिङ गर्ने क्रममा तपाईँलाई यहाँको सिनहरू, यहाँको वातावरणहरू म देखाउने छु है त. सो वेलकम एन्ड किप वाचिङ. सो गाइज, यो अहिले धानको बाली, धान लगाउने बेला भइसकेको छ. सबैजनाले धान लगाएको सक्नुहुन्छ छ अनि यो एरिया एकदम लुक्स सो ब्युटिफुल. अनि यो धानको खेती लगाइसकेपछि इट लुक्स भेरी भेरी ब्युटिफुल. धेरै रमाइलो लाग्छ. यो रोड चाहिँ एकदम एम्टी छ. यहाँ मलाई साइक्लिङ गर्न एकदम अति मजा आइरहेको छ अनि आउने दिनमा पनि म यही रुट नै एभ्री डे साइक्लिङ गर्न आउँछु भन्ने मेरो आफ्नो इच्छा छ. एन्ड तपाईँहरू यतिखेर कहाँबाट हुनुहुन्छ, विदेशमा कुन ठाउँमा बसिराख्नु भएको छ, के काम गर्दै हुनुहुन्छ, सबैजना राम्रै गर्नुभएको छ होला. आई विश सबैको लाइफमा केही न केही राम्रो होस् भन्ने मेरो इच्छा छ. एन्ड जहाँ हुनुहुन्छ, जसरी हुनुहुन्छ काम गर्नुहोस् राम्रोसँग, आफ्नो कामलाई महत्त्व दिनुहोस्. फाल्तु टाइमहरू स्पेन्ड नगर्नुहोस्, अननेसेसरी आफ्नो टाइम वेस्ट नगर्नुहोस्. तपाईँले आफ्नो टाइम आफ्नो हेल्थमा हुन्छ कि कुनै नयाँ स्किल सिक्नुहुन्छ कि या आफ्नो कुनै नयाँ गुड फ्रेन्डसिप बनाउनुहुन्छ कि होइन, त्यसमा स्पेन्ड गर्दा चाहिँ राम्रो होला. किनकि लाइफमा धेरै कुराहरू सिक्नुपर्ने हुन्छ क्या. तपाईँ फेल हुनुहुन्छ, तपाईँ लड्नुहुन्छ, फेरि उठ्नुहुन्छ. You have to balance your life. काम मात्रै गरेर पनि हुँदैन. कहिलेकाहीँ आफूलाई समय पनि दिनुहोस्. यदि आज समय दिनु भएन भने यो समय कहिले फर्किने छैन, किनकि काम हमेसा रहन्छ. बिकज द वर्क इज अ पार्ट अफ लाइफ, वर्क इज नट अ लाइफ भन्ने गरिन्छ. त्यो पनि मैले मान्ने गर्छु. एन्ड लुक एट दिस गाइज, कस्तो राम्रो सिनारियो छ यहाँ है. हेर्न त, बडो ब्युटिफुल. ओ माई गुडनेस, चारैतिर हरियाली. ओ आई लभ दिस वेदर म्यान. यदि तपाईँ आफ्नो स्वदेश फर्किनुहुन्छ भने साइक्लिङ अवश्य गर्नु होला, किनकि 30 मिनट साइक्लिङ एभ्री डे यसले तपाईँलाई धेरै धेरै बेनिफिट दिन्छ होइन. धेरै धेरै बेनिफिट्सहरू पाउनुहुन्छ तपाईँ यसबाट. तपाईँको ओभरअल हेल्थ, मेन्टल हेल्थ, फिजिकल हेल्थ, सबै कुराहरू एकदम राम्रो हुन्छ क्या. यु फिल फ्रेस आफ्टर डुइङ 30 मिनट साइकल एभ्री डे. तपाईँ एकदम फिल फ्रेस, एन्जाइटी फ्री, स्ट्रेस फ्री हुन्छ. किनकि हामी विदेशमा बस्नेहरूलाई धेरै स्ट्रेस हुन्छ क्या काममा होइन. कहिले बसको प्रेसर हुन्छ, कहिले लिडरको प्रेसर हुन्छ, सो कहिले कोवर्कर्सले कोअर्डिनेट गर्दैन. सो देयर इज अ लट अफ एन्जाइटी, स्ट्रेस एभ्री डे, सेम रुटिन होइन. मान्छे फ्रस्ट्रेट भइसकेको हुन्छ. सो आफ्नो लागि समय निकाल्नुहोस् क्या साथीहरू. यु हेभ टु म्यानेज समटाइम्स फर यर सेल्फ होइन. अदरवाइज यर डे इज लाइक अ वेस्टलेस. तपाईँको दिन यस्तै वेस्ट गरेको जस्तो हुन्छ. सो मेक समथिङ गुड विच मेक्स यु ह्याप्पी एन्ड अलवेज ट्राई टु डु समथिङ गुड. त्यसले तपाईँलाई खुसी दिन्छ, तपाईँलाई सन्तुष्टि दिन्छ. त्यो काम गर्नुहोस् होइन. त्यो काम चाहिँ कहिले नगर्नुहोस् जसले तपाईँलाई स्ट्रेस बढिदिन्छ या तपाईँको त्यहाँ इज्जत हुँदैन. त्यो काम त्यो कहिले नगर्नु होला होइन. सो गाइज, अहिले म नेपालमा छु, साइक्लिङ गरिरहेको छु किनकि जबलेस छु. आई क्विट माई जब. आई वाज वर्किङ इन दुबई. लाइक अलमोस्ट 10 इयर्स काम गरेपछि म नेपाल फर्केँ
आई वाज इन भेरी गुड कम्पनी, रेपुटेटेड कम्पनी होइन, अमेरिकन ग्रुप भनेर म त्यसमा काम गर्थेँ एज अ सिफ्ट सुपरभाइजर इन ब्रान्ड केएफसी। अनि त्यहाँ काम गर्दै गर्दाखेरि सबै ठिकै थियो, काम पनि ठिकै थियो होइन, स्यालेरी पनि ठिकै थियो। बट कतै न कतै म आफूलाई यस्तो एक्लो महसुस गर्ने क्या, यस्तो फिल हुन्थ्यो कि जस्तै केही आफूलाई काम गर्ने मन नलाग्ने, इच्छै नलाग्ने होइन, इन्ट्रेस्टै घट्दै गयो क्या त्यो कामप्रति। के भयो भयो अनि मलाई स्ट्रेस हुन थाल्यो, एन्जाइटी हुन थाल्यो भित्रै मनदेखि। मैले के गर्न चाहन्थेँ होइन, आई रियली वान्ट टु डु समथिङ विच मेक्स मी ह्याप्पी। तर त्यसलाई एक्सक्युज दिँदै दिँदै धेरै मैले लामो समय यतिकै वेस्ट गरिदिएँ क्या। आई थिङ्क मैले यो डिसिजन पहिल्यै लिनु पर्थ्यो भन्ने जस्तो लाग्छ। तर पनि वेल, इट्स नेभर टु अर्ली, इट्स नेभर टु लेट भनिन्छ नि। कहिले पनि कुनै पनि राम्रो काम गर्नको लागि तपाईँले ढिलो अथवा चाँडै गर्नुभयो भन्ने हुँदैन। तर तपाईँले सुरुवात गर्नुभयो भने त्यो डेफिनेटली त्यसले तपाईँलाई एउटा सेटिस्फ्याक्ट्री मोमेन्ट बनाउने, सेटिस्फ्याक्सन दिन्छ तपाईँलाई। सो गाइज, अहिले चाहिँ म जबलेस छु। सो वाट आई डु, के गर्ने त अब जबलेस हुँदै गर्दा। सो लेट्स डु साइक्लिङ, किनकि सानैदेखि साइक्लिङ पनि मन पर्थ्यो र नेपालको वेदर चाहिँ एकदम अमेजिङ छ क्या साइक्लिङ गर्नको लागि। सो त्यसैले मैले साइक्लिङ सुरु गरेँ। सो तपाईँहरू पनि यदि नेपाल आउनुभयो भने डु साइक्लिङ। केही समयको लागि आएर तपाईँले आफ्नो स्ट्रेस, एन्जाइटी यु क्यान रिड्युस अलमोस्ट बाई 90%। किनकि एउटा छुट्टै खालको ह्याप्पिनेस हुन्छ क्या यो साइक्लिङ गर्दाखेरि। बिहान यो वेदरमा यो मान्छेहरूलाई हेर्दै, मान्छेहरूसँग बोल्दै हिँड्यो भने मजा आउँछ। एन्ड होल डे आफ्टर डुइङ दिस 30 मिनट्स साइक्लिङ एभ्री डे तपाईँको पुरा दिन एकदम फ्री, लाइट, स्ट्रेस फ्री, एन्जाइटी फ्री, एब्सोल्युटली तपाईँको माइन्ड चाहिँ एकदम फ्रेस हुन्छ र तपाईँको ब्रेनमा नयाँ सेल्सहरू पनि डेभलप हुन्छ। किनकि साइक्लिङ इज वान अफ द बेस्ट एक्सर्साइज मानिन्छ इन द वर्ल्ड। अनि यसले धेरै कुराहरू तपाईँलाई भने नि, तपाईँको धेरै कुराहरू, धेरै रोगहरू जस्तै मुटुलाई एकदम राम्रो गर्छ, फोक्सोलहरू एकदम राम्रो गर्छ एन्ड धेरै कुराहरूलाई फाइदा गर्छ। सो गाइस, अहिले कहाँ काम गर्दै हुनुहुन्छ तपाईँहरू विदेशमा? यति बेला के गरिराख्नु भएको छ? काममा जाँदै हुनुहुन्छ, कोही कसैले कफी खाँदै हुनुहुन्छ होला, कोही सावर लिँदै हुन्छ, कसैको ड्युटी हुँदै होला, कोही दिउँसो छुट्टीमा आज केही मिल खाजा बनाइदियो होला, कोही घुम्न जाने प्लान गर्दै होला। सो लाइफ इज सेट फुल अफ इन्जोयमेन्ट के। सो डोन्ट फर्गेट टु इन्जोय योर लाइफ एभ्री मोमेन्ट। किनकि यो जो समय छ चाहे त्यो भोलि नहुन सक्छ तपाईँसँग। यदि तपाईँलाई बाहिर गएर आइसक्रिम खानु छ भने खानुहोस्, डोन्ट वेट फर अनदर टाइम। If you want to do exercise, start exercise today. If you want to start swimming, start today. किनकि tomorrow is never will come. जो छ आजै छ, आजै डिसिजन लिनुहोस्। जे गर्न मन लाग्छ तपाईँलाई आफ्नो इच्छाले, आफ्नो मनदेखि, तपाईँको इच्छाभित्र के छ, मनभित्र के छ, त्यो तपाईँलाई गर्नु मन छ भने आजैबाट सुरु गर्नुहोस्। किनकि भोलिको लागि भोलिबाट गर्छु भन्दै मैले अलमोस्ट 5 years वेस्ट गरिसकेँ। सो द्याट्स फर अल टुडे। थ्याङ्क यू फर वाचिङ। तपाईँले आफ्नो लाइफ तपाईँको हातमा छ। सो सी यू गाइस, अल द बेस्ट, किप सपोर्टिङ मी एन्ड थ्याङ्क यू फर वाचिङ।